नमस्कार साथीहरू। आज हामी पूर्वी नेपालको एक अत्यन्त सुन्दर र रोमाञ्चक राजमार्ग सगरमाथा रोसुमार्गको यात्रामा निस्कन्छौँ। घना जङ्गल, नागबेली सडक, मनमोहक दृश्य र पहाडी जीवनका झलकहरू यही भिडियोमा देखाउनेछौँ। गाईघाट बजारबाट एकदमै नजिकको यात्रा हुँदै हामी पुग्छौँ हलेसी। जो कोही तराई क्षेत्रबाट हलेसीसम्म जानुहुन्छ भने यो भिडियोले तपाईलाई सहयोग पुर्याउनेछ। यात्रा गरौँ है त अब। यात्रा सुरु गरौँ गाईघाट बजारबाट। गाईघाट बजार उदयपुर जिल्लाको सदरमुकाम एवं पूर्व नेपालको प्रमुख व्यापारिक केन्द्र पनि हो। यहीँबाट हामी अब उत्तरतर्फ लाग्छौँ र पुग्छौँ बिरुवा खोलाको पुल। गाईघाट बजारबाट करिब 10 मिनट यात्रा गरेपछि पुग्यौँ हामी यस गाईघाट भ्यू पोइन्टमा। यहाँबाट हामीले पूर्ण रूपमा दृश्य अवलोकन गर्न सकिन्छ। यहाँबाट गाईघाट बजार, त्रियुगा उपत्यका र टाढासम्म फैलिएका पहाडहरू स्पष्ट देख्न सकिन्छ। बिहान र साँझको समयमा यो स्थान झन् सुन्दर देखिन्छ। जो कोही यात्रा गर्दाखेरि यहाँबाट दृश्य अवलोकन गर्न भने अगाडि बढौँ है त अब। अब भने समतल भूभागलाई छोडेर हामी उत्तरतर्फको यस उकालोतर्फ अगाडि बढ्दैछौँ। जङ्गलको बीचबाट गएको छ यो सडक। यात्रा रोमाञ्चकै छ। तपाईहरुलाई पनि भिडियो कस्तो लाग्दैछ प्रतिक्रिया दिनुहोला र कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्टमा लेख्नुहोला है त। अगाडि बढौँ फेरि पनि। हरियाली डाँडीकाँडाहरूलाई चिर्दै अघि बढेको यो नागबेली सडक प्रकृतिको काखमा कोरिएको सुन्दर चित्र जस्तै देखिन्छ। एकपछि अर्को घुम्ती पार गर्दै जाँदा हामी घना जङ्गल, शीतल हावा र टाढासम्म फैलिएका पहाडहरूको दृश्यले यात्रालाई अविस्मरणीय बनाउँछ। सडकका प्रत्येक मोडहरूले नयाँ सौन्दर्य प्रस्तुत गर्दै यात्रालाई नेपालको अनुपम प्राकृतिक सम्पदासँग साक्षात्कार गराउँछ। यो स्थान हो नेपानी। यहाँबाट हामी बेलटार पनि पुग्न सकिन्छ। तर अब हामी पनि सगरमाथा लोकमार्गलाई पछ्याउँदै उकालोतर्फ लाग्छौँ फेरि पनि र पुग्छौँ साउने बजार। साउने पुग्दा यात्राले अझ उचाइ समात्छ। सगरमाथा लोकमार्गमा यात्रा गर्ने सवारी साधनका लागि साउने बजार विश्राम तथा किनमेल गर्ने उपयुक्त स्थान पनि हो। हरियो डाँडा, घना जङ्गल र चिसो हावाले घेरेको यो बजार प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैलीको सङ्गम प्रस्तुत गर्दछ। देखेको दृश्य साउने बजारबाट देखिएको पारिपट्टि खोटाङको हो। अगाडि बढौँ फेरि पनि। हामी करिब 30 देखि 35 किलोमिटर यात्रा गरेपछि पुग्यौँ रानीबास। गाईघाट र फोक्सिन्टारको बीचमा अवस्थित एक महत्त्वपूर्ण पहाडी बस्ती हो यो। गाईघाटबाट उकालो लिए पश्चात अब भने हामी यस ठाउँबाट ओह्रालो हुँदै पुग्छौँ हामी पोखरिया। त्यसपछि लिएर हामी फोक्सिन्टार हुँदै रसुवा है त।
अगाडिबाट फेरि पनि केही स्थानहरूमा अझै पनि ग्राभेल कच्ची सडक छ। यसले गर्दा यात्रा अलि चुनौतीपूर्ण हुन सक्छ। वर्षायाममा सडक चिप्लो र धुलामी हुन सक्ने भएकाले सावधानीपूर्वक सवारी चलाउन आवश्यक देखिन्छ। तर यही चुनौतीले यो यात्रालाई अझ स्मरणीय बनाउँदछ। अब हामी पुगेका छौँ सुन्दर पोखरिया बजार। सुनकोशी नदीको मधुर आवाजले गुन्जिने पोखरिया बजार। यात्राको क्रममा केही रूपमा बाक्लो बजार पनि यो पोखरिया बजार रहेछ। पहाडको फेदीमा अवस्थित यो सानो तथा आकर्षक बजार कस्तो लाग्यो तपाईहरुलाई? प्रतिक्रिया दिनुहोला। हामी भने फेरि अगाडि बढ्छौँ। पोखरिया बजारबाट एकछिन अगाडि बढेपछि पुग्यौँ हामी आँपटार। हेर्नुहोस् त, लटरम्मरमा भरेको आँप, मनमोहक छ यो दृश्य। गायरदेखि सुरु भएको हाम्रो यात्रा यो केवल सडक यात्रा मात्र होइन, प्राकृतिक रङ्गहरू, पहाडी जीवनका कथा र विकासका पदचापहरूलाई नजिकबाट महसुस गर्ने अवसर पनि हो। सगरमाथा रोडले जोडेका केही भूभागहरूले नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र अद्भुत सम्भावना कथा सुनाइरहेका छन्। यात्राको प्रत्येक मोड, प्रत्येक दृश्य र प्रत्येक बस्तीले मनमा अविस्मरणीय स्मृतिहरू कोर्दै अगाडि बढ्न प्रेरित गर्दैछ। अगाडि बढौँ फेरि पनि र पुग्छौँ अब हामी फोक्सिन्टार, है त। हामी अहिले फोक्सिन्टार क्षेत्रमा आइपुगेका छौँ। यही स्थानमा सुनकोशी नदीमाथि मोटरवेल पुल निर्माण गरिएको थियो, तर 2081 सालको दशैँतिर गएको भीषण बाढीले गर्दाखेरि पुललाई क्षति पुर्याएको छ, जसले गर्दा आवाजावतमा समस्या रहेको छ। पुल नहुँदा अहिले यात्रुहरूलाई फोक्सिन्टारबाट करिब 5 किलोमिटर टाढा रहेको रसुवातर्फको वैकल्पिक मार्ग प्रयोग गरी सुनकोशी नदी पार गर्नुपर्ने अवस्था रहेको छ। यो क्षेत्र उदयपुरको लिम्चुम्बु गाउँपालिका रहेको हो। अब भने हामी रसुवातर्फ यस कच्ची बाटो समात्दै अगाडि बढ्छौँ, है त। बाटोको अवस्थाले यात्रा अलिक कठिन भए तापनि यहाँको दृश्यले हामीलाई एकदमै यात्रालाई सुनमा सुगन्ध जोडेको अनुभूति रहेको छ। कस्तो लाग्दैछ पहाडी यात्राहरू? प्रतिक्रिया दिँदै गर्नुहोला। अब भने हामी पुगिसकेका छौँ रसुवा। यो स्थानलाई पनि रसुवा भनिन्छ। पारिपट्टि पनि रसुवा, वारिपट्टि पनि रसुवा। रसुवा बजार, जसलाई खोटाङ जिल्लाको दक्षिणी प्रवेशद्वारको रूपमा पनि चिनिन्छ। तराई क्षेत्रबाट खोटाङ भित्रिने अधिकांश यात्रीहरू यी मार्ग हुँदै यात्रा गर्छन्। सुनकोशी नदीको किनारमा अवस्थित यो रसुवाले उदयपुरको खोटाङको र तराईका विभिन्न क्षेत्रसँग जोड्ने महत्त्वपूर्ण व्यापारिक तथा यातायात केन्द्रको भूमिका खेलेको छ। ल बाई बाई उदयपुर। अब हामी खोटाङतर्फ जाँदैछौँ यस झुलुङ्गे पुलको माथिबाट। ल जाउँ है त। ल उदयपुरलाई बाई बाई गरौँ, खोटाङलाई स्वागत गरौँ। दृश्य अवलोकन मजाले गर्न कस्तो हुँदैछ यात्राहरू प्रतिक्रिया दिनुहोला। अब भने हामी केही समय दृश्यलाई नै विशेष जोड दिन्छौँ। हेरौँ है त सबैले।
फेरि पनि हामी कोसीको किनारलाई पछ्याउँदै उत्तरतर्फ नै लाग्छौँ है त। खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा अवस्थित यस रसुवा ऐतिहासिक स्थान हो। पहिले खोटाङबाट नुन खाद्यान्न लिनको लागि धेरै मात्रामा बेलटार जानु पर्थ्यो। त्यसका यात्रामा यही बेलटार जानको लागि यही बाटो हुँदै ढाक्रेहरू जाने गर्दथे। त्यसैले एक युगका लागि यस सम्झन लायक ठाउँ रसुवा तपाईँलाई कस्तो लाग्यो? अगाडि बढौँ फेरि पनि। करिब 5 किलोमिटर यात्रा गरेपछि पुग्छौँ हामी यस रमाइलो भन्ने स्थान। सुनकोशी नदीको किनारमा अवस्थित रमाइलो विशाल र उर्वर फाँटले भरिएको छ। उर्वर माटोको कारण यो क्षेत्र कृषि उत्पादनका लागि निकै उपयुक्त मानिन्छ। टुवा खोलाको पानीले यस क्षेत्रलाई उर्वरमय बनाएको छ। अब भने हामी खोटेहाङ गाउँपालिकाले छोडेर पारिपट्टि दिप्रुङ चुचुमा गाउँपालिका प्रवेश गर्दैछौँ। एकैछिनमा आइपुग्यौँ हामी रेग्मीटार। साप्सो खोला र सुनकोशी नदीको सगमगम स्थलमा अवस्थित यस सुन्दर फाँट विशाल रूपमा फैलिएको छ। सिंचाइको पूर्ण रूपमा सुविधा रहेकोले गर्दा यहाँ धेरै मात्रामा धान फलाउने गर्नुहुँदो रहेछ। हेरौँ एकछिन रेग्मीटार। साप्सो खोला खोटाङको एक चर्चित खोला पनि हो। खोटाङलाई वर्णन गर्दाखेरि साप्सो खोला कहिले पनि छुटाउने गर्दैनन् जो कोहीले पनि। साप्सोको शिर पहिराउँदै जानु त्यही हो मेरो गाउँ, त्यही हो मेरो प्यारो खोटाङ भन्ने गीत सुन्नु भएको छ। यी साप्सो खोलाको वर्णन गर्दै गाइएको छ त्यो गीत। हाम्रो यात्रा भनेको हलिसी हो। त्यसैले गर्दा अब हामी सगरमाथा राजगाउँलाई केही मात्रामा छोडेर सुनकोशी किनार लाग्छौँ। यहाँबाट छिटो दूरी भएको कारणले गर्दा हामी यस राजमार्ग छोडेर अगाडि बढ्छौँ है त। अगाडि बढौँ फेरि पनि। ल भने हामी फेरि उत्तरतर्फ लाग्छौँ सुनकोशी किनारलाई छोडेर। हामी अहिले हलिसी पुवाचुङको ढिटुङ पुगेका छौँ, जहाँबाट सुनकोशी नदीको किनारलाई छोडेर सिधै उकालोतर्फ लाग्नु पर्छ हामी। बाटोभरि विभिन्न गाउँहरू, हरियाली मकैबारी, धान खेतीले गर्दा फरक क्षेत्रहरूको मनमोहक दृश्य देख्न पाइन्छ। यो यात्रा प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैलीको उत्कृष्ट सम्मिश्रण भन्दाखेरि सार्थकता पाउला कि? अब भने हामी करिब हलिसीको नजिकै आइसकेका छौँ। यहाँबाट हलिसी मन्दिर करिब 10 किलोमिटर दूरीमा रहेको जानकारी पाइयो।
खोला किनारको यात्रामा हामीले निकै मात्रामा उर्वर फाँटहरू पाउन सक्छौँ। त्यहाँका बस्ती सामान्यभन्दा धेरै मात्रामा घरहरू देख्न सकिन्छ। ल यही हो हामी छिचुल्दै आएको ठाउँहरू। अब हामी किनारलाई छोडेर उकालोतर्फ अगाडि बढिसकेका छौँ। अझै पनि रमाइलो हुँदै जाँदैछ, जहाँबाट हलेसीको पवित्र तीर्थस्थलतर्फ जाने मार्ग सुरु हुन्छ। बाटोभरि प्राकृतिक सौन्दर्य, पहाडी गाउँहरू र धार्मिक वातावरणले यस क्षेत्रलाई अर्थपूर्ण बनाएको छ। कस्तो लाग्दैछ ग्रामीण भूभागको यात्रा? प्रतिक्रिया पनि दिनुहोला। अहिलेसम्मको यात्रामा तपाईँलाई सबैभन्दा रोमाञ्चक कुन लाग्यो त्यो पनि कमेन्टमा भन्नुहोला, ताकि दोस्रो पटक हामी अझ ड्रोनहरू लिएर जाँदाखेरि त्यस स्थानलाई विशेष रूपमा कैद गर्न सकियोस्। अगाडि बढौँ है त फेरि पनि। यस स्थानमा भनिँदो रहेछ माखलो धितौँ। अहिलेको हामी आउँदाखेरिको तल्लो धितौँ। सडक सानो भए तापनि यात्राको लागि सहजै छ, तर बर्खायाममा धुलो र पानीले गर्दा अलिक चिप्लो हुन सक्छ। जो कोही यात्रा गर्दै हुनुहुन्छ यहाँ सावधानपूर्वक यात्रा गर्नुहोला। अब नि हामी करिब यात्राको अन्तिम क्षणमा छौँ र पुग्छौँ हामी हलेसी। हो देखिएको डाँडो हामी छिचोल्दै अब हलेसी पुग्नु आँटेका छौँ। अब भने तपाईँहरूलाई सिधै हलेसीसम्मै लान्छु है त। काठमाडौँबाट खोटाङ आउने सडक बिन्दु हामीले पुग्न आँटेका छौँ। यहीँबाट हलेसी तीर्थस्थलको क्षेत्र सुरु भएको जानकारी पनि तपाईँलाई दिन चाहन्छु। प्रशस्त रूपमा यहाँ बास बस्नको लागि तीर्थयात्रालाई एकदम सहज ठाउँ रहेको छ। धार्मिक पर्यटनहरूको लागि आवश्यक आधारभूत सुविधाले विकास हुँदै गएको छ। यहाँ भक्तजनका लागि विभिन्न स्टार होटल, लज र गेस्ट हाउसको उपलब्ध छ, जहाँ सामान्यदेखि मध्यम स्तरको बसोबास सुविधा पाइन्छ। खानेपानी, स्थानीय खाना र विश्रामका लागि साना ठुला रेस्टुरेन्ट पनि सञ्चालनमा छन्। यातायातको दृष्टिकोणले बस र जीप निजी सवारी मार्फत उदयपुर, खोटाङ, तराई क्षेत्र एवं काठमाडौँबाट यहाँ पुग्न सजिलो छ। मन्दिर पुग्ने सडक विस्तार हुँदै गए पनि केही स्थान अझै कच्ची र उकालो बाटो छ। दर्शनका लागि सहज छ हलेसी मन्दिर। अब फेरि हामी हलेसी मन्दिर घुम्छौँ है त। पूर्वको पशुपतिनाथले चिनिने हलेसी महादेव मन्दिर हिन्दू, बौद्ध र किराँत धर्मका लागि अत्यन्त पवित्र तीर्थस्थल हो। जोगे पनि आश्चर्य मान्न सक्छन् यहाँको भौगोलिक बनोटभित्र रहेको महादेव पार्वतीको वासस्थान पुग्दाखेरि। यस प्राकृतिक वासस्थानभित्र अवस्थित भगवान शिवको मन्दिर, जहाँ धार्मिक कथन अनुसार प्राचीन समयमा ऋषिमुनि तथा देवीहरूले आश्रय लिएको विश्वास गरिन्छ। भूगर्भीय प्रक्रियाबाट प्राकृतिक रूपमा बनेको यो गुफालाई धार्मिक दृष्टिकोणले
दिव्य शक्ति पनि मानिन्छ। हरेक वर्ष लाखौं भक्तजनहरू दर्शन गर्न आउँछन्। दर्शन र पूजा गरेपछि मानसिक रूपमा शान्ति, सुख, समृद्धि र दुःखबाट मुक्त हुने विश्वास गरिन्छ। कस्तो लाग्दैछ हलेसी महादेवको मन्दिर? तपाईहरु पनि दर्शन गर्नु। म तपाईहरुलाई पूर्ण रूपमा हलेसी महादेवको दृश्य अवलोकन गराउँछ है त। हलेसी महादेवको पछिल्लोपट्टि वा पश्चिमपट्टि यस ठूलो गुफा पनि रहेको छ, जसलाई स्वर्गद्वार पनि भनिन्छ। अचम्मै लाग्दो छ यहाँको ठाउँ पनि। ल स्वर्गद्वारीभित्र विभिन्न आकृतिका स्वरूपहरू देख्न सकिन्छ, जसलाई विश्वासको साथ पुज्ने पनि गरिएको छ। कस्तो लाग्यो आजको भिडियो? हलेसी मन्दिरको यात्रा पक्कै पनि रमाइलो भयो होला भन्ने मैले विश्वास लिएको छु। यात्राभर साथ दिनुहुने सबैलाई धन्यवाद र अन्तिममा एउटा कमेन्ट पनि छोडेर जानु होला है त। नमस्ते, बाई बाई। फेरि अर्को भिडियोमा हामी भेट्ने पूर्ण बाचाका साथ छुट्टिन्छौँ। अझलाई भने नमस्ते, बाई बाई। सब्स्क्राइब गर्नु भने नछुटाउनु होला।